म्याक्रो इकोनोमिक फन्डामेन्टल्स भन्छन् कि त्यसलाई समग्र अर्थतन्त्रको कुरा गर्दाखेरि बाहिरबाट हेर्दाखेरि एकदम ठिक किन देखिया छ भने मान्छेलाई चिमोट्ने त मूल्य वृद्धि हो, त्यो चाहिँ अनुमान गरेकै भित्र छ भनौँ न, 4.47%, यो ठुलो कुरै भएन। यद्यपि व्यक्तिगत रूपले पारिवारिक रूपले मान्छेहरूले अर्कै कुरा खेपिरहेछन्, अर्कै कुरा हो, तर तथ्यले त्यसो भन्छ है। अनि चालु खाता भन्छौँ हामीले, वस्तु व्यापार, सेवा व्यापार र ट्रान्सफर है, त्यो पनि गत 2 वर्ष 3 वर्षदेखि अनएक्सपेक्टेड किसिमको रोसमा आइरहेछ। त्यो भनेको के भने 6 खर्ब 38 अर्ब त हामीसँग बचत छ, नाफामा छ भन्छौँ। अनि त्यसैको सेरोफेरोमा गएपछि शोधनान्तर भने के भने मुलुकले एउटा निश्चित समयमा खर्च गर्ने विदेशी मुद्रा र आर्जन गर्ने रकमको अन्तर जे हो नि, त्यो पनि 7 खर्ब 31 अर्ब जस्तो बचतमा छ भनिएको छ। अब यहाँभन्दा के चाहियो त, 34 खर्बभन्दा बढ्ता विदेशी सञ्चित छ, विदेशी नेपाली रुपियाँमा त्यो हो। त्यसले चाहिँ के भन्छ भने 18 महिना त्यस्तै 7-8 दिनको अहिलेको आयात जुन चाहिँ छ नि ट्रेन्ड, त्यसलाई थाम्नको निमित्त पर्याप्त छ भनेपछि त हामी ढुक्कै भएर बसे हुने भयो भन्ने अवस्था देखिन्छ। तर जोखिमहरू फेरि के छन् भन्नुहुन्छ भनेदेखि यी सबै कुरालाई बल पुर्याउने कुरो चाहिँ रेमिट्यान्स हो। त्यो रेमिट्यान्स भने त हाम्रा यहाँका होनहार युवाहरू, एकदम श्रम गर्न सक्ने, बुद्धि खियाउन सक्ने मान्छेहरू बाहिर गएर पठाएको रकम हो है। त्यो नै 2 खर्ब 7 अर्ब जस्तो त्यो 1 महिनामा, चैत महिनामा मात्रै त्यति आएको रहेछ है। त्यो हेरेर खुसी हुने कि नहुने एउटा पाटोमा छ। तर त्यस्तै अर्को जोखिमयुक्त कुरा के छ भने 1 महिनामा 1 खर्ब 7 अर्ब त हाम्रो व्यापार घाटा रहेछ होइन। त्यो व्यापार घाटा के कारणले भयो भनेर हेर्ने हो भनेदेखि रेमिटेन्समा पैसा आउँछ, त्यही पैसा हामीले विदेशमा पठाउँछौँ र आयात गरेर खान्छौँ भनेपछि यो सबै के कारणले भयो भन्दा आन्तरिक उत्पादन हाम्रो चाहिँ दयनीय अवस्थामा छ। 9 महिनामा 33 अर्ब बराबरको त हामीले धान र चामल आयात गरेका रहेछौँ, 16 अर्ब जतिको त तरकारी आयात गरेका रहेछौँ, 31 अर्ब जस्तोको त हामीले फलफुल आयात गरेका रहेछौँ। कृषि प्रधान देश, मैले अहिले सबै जे जति कुरा भनेको छु नि त, त्यो कृषिसँगै सम्बन्धित भएर आउने होला नि। हो त खेतीपाती गर्ने हो भनेदेखि त हुन्छ होला नि। श्रम गर्ने शक्ति जति विदेशतिर गए, जग्गा बाँझो रह्यो होइन। समस्या यसरी रहेछ, आन्तरिक उत्पादन चाहिँ हाम्रो एकदम दयनीय अवस्थामा गएको हुनाले अर्थतन्त्र एकदम सुदृढ छ भनेर सुरुमा मैले जे भने नि देखिन्छ भने त्यो चाहिँ वास्तवमा एकदम स्वस्थ व्यायाम गरेर पौष्टिक आहार खाएर बनेको बनाउ शरीर होइन, अर्थतन्त्र होइन। त्यो एक प्रकारको कृत्रिम शरीरभरि पानी जमेर बोसो जमेर बन्या अवस्था हो भने जस्तै अर्थतन्त्र पनि त्यस्तो रूपमा गइरहेको छ होइन। उत्पादनमूलकतिर त शून्य भयो, झन् उल्टो कसरी भयो भने विदेशमा गएका भाइ बहिनीहरूले त पैसा पठाइदिएपछि छोराछोरीलाई पढाउनु पर्छ भनेर सहरतिर आए, जमिन बाँझो रह्यो। हिजो न्यूनतम रूपले खोर्सेर यताउता गरेर पनि निर्वाह गरेको कुरा पनि खतम भयो नि त है। उत्पादन, आन्तरिक उत्पादनले प्रश्रय पाएन भन्ने कुरोहरू त्यताबाट गइरहेको। तपाईँले यो अर्थमन्त्रीले दिएका अभिव्यक्तिको कुरा मात्रै बाहिर ल्याउनु भएको हो, सम्माननीय प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्ने कुरो अझै आएको छैन क्या। उहाँले पनि प्यारेलल बजेट बनाउँदै हुनुहुन्छ भन्ने त सार्वजनिक भएको छ नि। त्यस कारणले अहिले अर्थमन्त्रीजीकै कुरालाई लिएर हामी कुरा गरौँ है। अब 5 वर्षभित्रमा अहिले भएको 1498 कति चाहिँ हाम्रो प्रति व्यक्ति आएछ डलरमा, त्यसलाई डबल गरेर 3000 पुर्याउँछु भन्नुभएको छ। र अनि 100 खर्ब बराबरको, अर्ब बराबरको डलरमा आर्थिक हाम्रो जिडिपी पुर्याउँछौँ भन्नुभएको छ। र त्यसको निमित्त केही कुराहरू पनि दिएको जस्तो लाग्दो रहेछ। त्यो भने के भने आगामी दशक समृद्धिको दशक हुनेछ, यो हिजोको नीति तथा कार्यक्रममा आएको कुरा छ है। र त्यस्तै
यसलाई कर सुधारहरू गर्ने भनिएको छ। कर सुधार गर्ने भनेको अहिले पनि झन्डै 60%भन्दा बढ्ता कर चाहिँ सङ्कलन भइराखेको अवस्था छैन है। त्यो कारणले गर्दा पुँजीगत खर्च पनि जति हामीले 2 खर्ब 40 अर्ब जस्तो छुट्याएका थियौँ त्यति पुरै नहुने भएर जम्मा जम्मी विनियोजन गरेको 60% मात्रै खर्च हुन्छ भनिएको छ है। अब त्यो आर्थिक उन्नति गर्नको निमित्त प्रति व्यक्ति आय बढाउनको लागि त सम्भवतः यी सबै कुरा पुँजीगत खर्च पनि त्यसै किसिमले हुनुपर्थ्यो होला हैन, हुन नसक्ने, त्यसलाई थेग्ने रकम राजस्व वृद्धि त्यो पनि नहुने। फेरि थप चाहिँ के आइरहेछ भने मध्यमवर्गीय परिवारलाई करको भार बढी परेका हुनाले हामी चाहिँ त्यसलाई समायोजन गर्छौँ र उद्यमी व्यवसायीलाई पनि हामीले हेर्छौँ भनेको छ। के कर तिर्ने भने तिनै हुन् त हो, उहाँहरू चाहिँ मध्यमवर्गीय को पार्टी भएको हुनाले यसो भन्ने चाहिँ घोषित नीति नै हो, त्यस कारणले अन्यथा मान्नुपर्ने अवस्था आएन। तर म के भन्छु भने करको भार त दक्षिण एसियामा नै सबभन्दा बढी नेपालमा छ त भनिएको छ नि त। यो हिसाबले कसले तिर्ने रहेछन् त भनेर हेर्ने हो भने उहाँले भनेको मध्यमवर्गलाई यसो छुट्याएर हेर्ने हो भने जसले आम्दानी बढ्ता गर्न सक्छन् तिनले तिर्ने हो भनियो हैन। त्यसको विषयमा उहाँहरू हामी वास्ता गर्दैनौँ त भन्नुभयो, किनभने एउटा वर्गलाई मात्रै भनेपछि त अर्को वर्ग त अननोटिस्ड जस्तो रहने भयो नि। र त्योभन्दा नि बढी 21% गरिबी रहेको ठाउँमा है, जसको मार्जिनल प्रोपेन्सिटी टु कन्ज्युम भन्छन्, उपभोग गर्ने क्षमता एकदम बढी हुन्छ भनेपछि 100 रुपियाँ आर्जन गर्यो भने त्यो 100 रुपियाँ सिधै उपभोगमा खर्च हुन्छ। त्यस्तो जनसङ्ख्या त ठुलो छ भनेपछि त्यो करभार जति त्यहाँ लगेर थोपर्ने। अब त्यो के को माध्यमबाट? भ्यालु एडेड ट्याक्स, बिक्री कर भन्छौँ नि हामीले, किनभने जति खपत गर्यो त्यति पैसा तिर्ने भन्ने यस किसिमले गएको हुनाले यो त्यति न्यायसम्मत किसिमको चाहिँ कर प्रणाली नहुन सक्ने सम्भावना रहन्छ कि भन्ने भयो कि। त्यसो भएको हुनाले यो $3000 र 100 अर्ब डलर बराबरको अर्थतन्त्र पुर्याउनको निमित्त सरकारले चाहिँ निकै ठुलो मेहनत गर्नुपर्ने अवस्था आउँछ। त्यो भनेको के त भन्दा अर्थतन्त्रमा सबै पक्षहरू मिलेर मात्रै यसको जोड बन्ने हो हैन। उनीहरूलाई पुरापुर रूपले चाहिँ परिचालित गर्नको निमित्त कोसिस गर्नुपर्ने भयो। त्यसको निमित्त उहाँहरूले त भन्नुभएको छ निजी स्तरलाई हामीले चाहिँ एकदम प्रश्रय गर्छौँ। एनआरएन भन्ने गैर नेपाली आवासीय उनीहरूसँग भएको प्रविधि, ज्ञान, सिप र रकम पनि लिएर आएर लगानी गर्नको निमित्त हामी एकदम प्रोत्साहित गर्छौँ भन्नुभएको छ। त्यसो भएको हुनाले उहाँहरूले ल्याएको नयाँ योजनालाई हामीले हुँदैन भनेर भन्नु परेन। तर यी सबै आर्थिक चरहरूलाई हेर्ने र दुनियाँभर गर्ने हो भनेदेखि त्यति सजिलोसँग त्यो उपलब्ध हुनसक्छ जस्तो देखिँदैन। हुन त एउटा कुरा के छ भने सरकारले लगाएको कर भन्दा स्वैच्छिक ढङ्गले एसेस गरेर त्यो प्रविधि हामीले चाहिँ ल्याउन सक्यौँ भनेदेखि कर चाहिँ वृद्धि हुँदो रहेछ भन्ने अध्ययनहरूले देखाएको पनि छ। त्यसो भएको हुनाले कर भार हामी कम गर्छौँ। यो त अमेरिकन मोडल हो है। अमेरिकन मोडल भने के भने ट्रम्प आइसकेपछि उनले के भन्यो भने कर चाहिँ म स्वाटै घटाइदिन्छु, त्यसो भएपछि लगानी बढ्छ अनि कन्जम्सन पनि बढ्छ, दुनियाँभर भएपछि अर्थतन्त्र हात त बढेर जान्छ। तर त्यस्तो कुरा त्यहाँ देखिन सकिएको छैन। यद्यपि त्यहाँको अर्थतन्त्र र हाम्रो अर्थतन्त्रकोमा एकदम फरक छ। हाम्रो त 45% जस्तो त अनौपचारिक क्षेत्र छ भन्छौँ नि हामीले, जुन चाहिँ सरकारको र करको दायरामा पर्दै परेको छैन है। उनीहरूलाई भित्र ल्याउनको निमित्त नीति तथा कार्यक्रमले छ्यास एक ठाउँमा त छोएको छ है। विगतमा मलाई लाग्छ पिएनदेखि माथिसम्मकोले पनि तलब लिने हो भनेदेखि प्यानमा दर्ता भएको हुनुपर्छ भनेको थियो नि त। त्यसले जबरजस्ती भने पनि प्यानमा चाहिँ सरिक हुनलाई बाध्यात्मक परिस्थिति लिएर आएको थियो। त्यो भने मतलब औपचारिक रूपमा लिएर गएको हो। अब त्यो तलबले त सायद त्यहाँ चाहिँ ट्याक्स तिर्नुपर्ने अवस्था थिएन होला। एकचोटि दर्ता भइसकेपछि त्यो व्यक्तिको अरू कतैबाट आम्दानी हुँदो रहेछ भने जस्तो बहाल कर होला
है। उसले कतैबाटबाट अर्को आम्दानी गर्दो रहेछ र त्यो देखियो भने त आयकर त बढ्छ नि त। त्यो सीमामा पुगिसकेपछि आयकर उसले तिर्नुपर्ने हुन्छ नि। यसरी औपचारिक मा परिवर्तन गर्न कुनै प्रयास भएको थियो। अब अहिलेको सरकारले के गर्ने हो भन्ने कुरा त फेरि पछि डिटेलमा आउला। यो अवस्था छ र तपाईँले देखाएको कन्सर्न के भने ट्याक्सको दरलाई घटाइदिन्छु, राहत दिन्छु, त्यो पनि दुइटैलाई, मध्यमवर्गीय जनताहरू र उद्यमी व्यवसायीलाई पनि भनेको छ त्यसमा नि। त्यसो भएको हुनाले अब यो दुइटै कुरा भनौँ न, एकातिर आर्थिक वृद्धिको सपना देख्ने अनि अर्कोतिर करभार पनि घटाउँछु भन्ने कुरा अहिलेकै परिस्थितिमा सम्भावना अलिक कम किन छ भने नि, जस्तो अहिले 2 दिन बिदा गर्ने घोषणा गरे नि, यो पनि पश्चिमालीहरूकै देखासिकी हो भन्न चाहन्छु म। यद्यपि तत्कालको लागि त उहाँहरूले यो तेलको आपूर्तिमा चाहिँ समस्या आएको हुनाले हो त भन्नुभएको छ। त्यसो गर्ने हो भने त सडकमा हिँड्ने जोर र बिजोर यातायातका साधनलाई पहिला सुरुमा प्राथमिकता दिनुपर्ने थियो है। त्यसो नभएर उहाँहरूले पश्चिमाली मोडललाई लिएर आएर लाद्नु नै भयो हो। हामीले त के भन्थ्यौँ भने मान्छेहरूले त मेहनत, अहिले जस्तो एउटा उसमा मैले सुनिरहेको थिएँ, अहिलेको प्रधानमन्त्रीले 23 घन्टा खट्छन् यार, त्यो त पुलिसभन्दा पनि बढ्ता रहेछ। एकदम राम्रो कुरा, युवा जोस छ, दुनियाँभर छ। त्यो सबै काम सकारात्मक दिशामा लगाइदिने भए त राम्रै हुन्थ्यो है। नीति तथा कार्यक्रम भाषण गर्दाखेरि 1 घन्टामा पनि करिब धैर्य गरेर त्यहाँ बस्न नसकेर उठेर हिँड्ने प्रधानमन्त्रीजीले त्यो 23 घन्टा केमा खर्च गर्नुभएको छ, त्यो पनि पछि आउला भनौँ है। त्यसो भएको हुनाले अहिले त म्याक्सिमम नेपालीहरूले मेहनत गरेर उत्पादन वृद्धि गर्नु पर्यो। सेवा प्रवाहमा उहाँले भने जस्तै छिटो छरितो तरिकाले दिन सक्ने जुन कुरा कतिपय ठाउँमा आइ पनि राखेको छ, राम्रो पनि हो। जस्तो अहिले नै भनौँ एसइईको परीक्षा 1 महिनाभित्र रिजल्ट आयो नि त। त्यसले त धेरै विद्यार्थीहरूको लागि अनुकूल वातावरण ल्याइदिएको छ। त्यो एकदम राम्रो काम गरे हो, त्यो जानुपर्ने हुन्छ। त्यस कारणले करभारलाई ठिकै छ, साह्रै अन्याय नै भएको भने गर्ने हो, तर त्यही कर नतिरेर भनेर अहिले कतिपय उद्यमी व्यवसायीहरूलाई पक्रेर पनि कारवाही गरिएको अवस्था पनि छ नि त। भनेपछि यो न्यायसङ्गत ढङ्गबाट जाने र अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव नपार्ने ढङ्गको नीति हो भन्ने कुरा उहाँ विश्वस्त हुनुहुन्छ भने ठिकै हो, होइन भने इफ र बट भन्ने ठाउँहरू रहन्छन् जस्तो मलाई लाग्छ। अहिलेकोले यो आगामी दशक भनेर 2टा एकदम स्पेल आउट गरिरहेछ। त्यो भनेको समृद्धिको दशक हुनेछ है। यसभन्दा अगाडिको सरकारले नि समृद्ध नेपाल सुखी नेपाली भन्थ्यो नि, त्यो सुखी हुन् कि नहुन् मतलब छैन, आर्थिक वृद्धि गर्नुपर्छ भन्ने कुरामा मात्रै यसले जोड दियो। एउटा दशकको कुरा त्यो। अनि आउने दशक चाहिँ रोजगारीको दशक हुनेछ भनेको छ है। रोजगार वृद्धि गर्नको निमित्त पनि विशेष किसिमको पहल गरिनेछ। यी सकारात्मक कुराहरू हुन्, तर यस्ता दशकहरू र यस्ता नाराहरू विगतमा नि आउने गर्थे, अहिले पनि आउँछ नै त्यो छ। र अहिले चाहिँ विशेष गरेर उहाँहरूले कृषिलाई त्यति साह्रो जोड दिइराख्नु भएको छैन। यद्यपि तथ्यहरू छन्, जस्तो बाँझो रहेको हुनाले भूमिलाई प्रयोग गर्नको निमित्त भूमि बैङ्कको अवधारणा अन्तर्गत त्यसलाई प्रयोग गरिनेछ र अनि खेती लगाउनुभन्दा अगाडि नै त्यसको न्यूनतम समर्थन मूल्य हामी चाहिँ घोषणा गर्छौँ र जसले चाहिँ त्यो रकम चाहिँ बिक्री वितरणमा ल्याउँछन् उनीहरूलाई उनीहरूको खातामा नै पैसा लगेर हालिदिने व्यवस्था गर्छौँ। सकारात्मक कुरा हो र यसलाई कार्यान्वयन गर्नको निमित्त थप कृषि मन्त्रालयले अरू कार्यक्रम ल्याउला, आशा गरौँ त्यस्तो छ। तर परम्परागत ढङ्गकै कुराहरू छन् भन्नलाई चाहिँ धेरै कुराले पुष्टि गर्छ क्या। त्यो भनेको के त भन्दा 30,000 मेगावाट विद्युत उत्पादन गर्छौँ हामीले भन्नुभएको छ। यसभन्दा अगाडिको लागि 25,000 त भनेकै हुन् नि त, होइन र? अब यी सबै कुरालाई हामीले हेर्ने हो भनेदेखि त्यो परम्परागत ढङढङीबाट पुरा उन्मुक्ति पाएको छैन। तर केही गर्नुपर्छ भनेर 2-4वटा नयाँ कुराहरू नि त्यसलाई अङ्ग्रेजीमा ट्रान्सलेट गरेर राखिदिने, जस्तो प्रधानमन्त्रीको पर्फर्मेन्स के भनेको छ त्यहाँ कि उहाँले चाहिँ पूर्वाधारको लागि खास गरेर त्यसलाई मोनिटरिङ गर्नको निमित्त भने पहिला पनि प्रधानमन्त्री रोजगार कोष त भनेकै हो, होइन र? यस्ता थिए नि त। तर अब त्यसमा रहेका कमी कमजोरीहरूलाई सुधार गरेर यसमा जान सक्छौँ भन्ने किसिमले आएको होला। मैले यस किसिमले हेरिरहेको छु। 75% जस्तो त
पुरानो लिगेसीलाई नै नयाँ कलेबर दिएर चाहिँ अगाडि बढाइएको छ र खास गरेर सुशासनको कुरा है भ्रष्टाचार सम्बन्धी कुराहरूलाई लिएर हेर्ने हो भनेदेखि विगतकाले मात्रै भ्रष्टाचार गरे भन्ने भाष्य अहिले देखिया छ। त्यो कुरो चाहिँ तपाईँहरूले के थाहा पाउनुहुन्छ भने 46 62 63देखि यतापट्टि रहेका उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गर्ने राम्रो कुरो हो है। तर त्यो चाहिँ एकदम सिलेक्टेड किसिमबाट जाँदो रहेछ भने जस्तो यसभन्दा अगाडि रहेका गृहमन्त्रीको सम्पत्तिको विषयमा के भइरहेछ उहाँले त निकै धेरै देखाउनु भयो नि त। युवा मान्छे 30-35 वर्ष नि हुनुभएको छैन, त्यतिकै समयमा नै अरबौँको सम्पत्ति जम्मा भएर छ। पैतृक सम्पत्ति पनि हो भन्ने कुरो प्रमाणित हुँदो रहन्छ। त्यस्तै प्रधानमन्त्रीको पनि उहाँले चाहिँ देखाएको ब्याङ्क ब्यालेन्स चाहिँ करोडौँ रुपियाँ छ, 1,85,00,000 कति छ भन्नुभयो। त्यसको स्रोत के भन्दा तिमीहरूलाई थाहा छैन 17 लाख त मेरा फलोवर छन् नि त। त्यो फलोवरले दिएकै हुन् भने पनि त्यो आम्दानी होला, त्यो कहीँ न कहीँ ट्याक्सको दायरामा त देखिनुपर्ने होला। त्यो कसले हेरिदिने कुन्नी, सडककाले बोलेर मात्रै त हुँदैन होला, गर्ने त फेरि त्यही ब्युरोक्रेसीले होला। तर ब्युरोक्रेसीलाई पुरा कन्फिडेन्समा नलिएसम्म यस्ता नीति र नियमहरू चाहिँ पुरा रूपले कार्यान्वयन हुँदैनन् हैन। त्यो हुनको निमित्त अब कर्मचारीमा अलिअलि विश्वास चाहिँ उहाँहरूले गुमाइसक्नु भएको छ भन्ने कुरो कर्मचारीका सङ्गठनहरू चाहिँ अब ब्यान्ड लगाइन्छ भनियो। तर अदालतले यो त संवैधानिक अधिकारको कुरा हो है, विचार गर्नुपर्छ भनिदियो। भनेपछि त अब त्यो कर्मचारीहरूले त अलिकति पुट त पाए नि त, हामी सङ्गठित हुनुपर्छ भन्ने अनि इमान्दारितापूर्वक काम गर्नुपर्छ त उनीहरूको शपथ नै हो, गरेनन् भन्ने कारबाही गर्ने एउटा कुरा हो क्या हैन। यो हिसाबले कर्मचारीहरू सँगको अहिलेको सरकारको हार्मोनियस सम्बन्ध राख्नको निमित्त थप बल गर्ने ठाउँ छ भन्ने मलाई लागिरहेछ। अब अहिलेको कमजोरी भनेकै के भन्दाखेरि पुँजीगत खर्च एकदम कम विनियोजन गर्ने है। अब झन्डै 18 खर्बको उसमा चाहिँ 4 खर्ब मात्रै पुँजीगत खर्च थियो, 25% हाराहारीमा मात्रै थियो हैन। पहिला विनियोजन नै कम हुने, अनि त्यसमाथि पनि फेरि कार्यान्वयन गर्ने बेलामा चाहिँ 60% मात्रै कार्यान्वयन हुन्छ भन्ने अपेक्षा हो। त्यो पनि असार मसान्तसम्ममा हैन। अहिले त जम्मी 26% मात्रै खर्च भइरहेको तथ्याङ्क छ है। त्यसो भएको हुनाले अब यसलाई सुधार गर्नको निमित्त के गर्नुपर्छ भन्ने विषयमा अलिअलि दिनुभएको छ उहाँहरूले। जस्तो प्रोजेक्ट ब्याङ्क भनेको छ नि, पहिल्यै तयार रहेका परियोजना बाहेक अरू परियोजनाहरू हामी लाँदैनौँ है। साउन महिनादेखि नै लागू हुन सक्ने किसिमका परियोजनालाई मात्रै हामीले बजेटमा प्राथमिकता दिन्छौँ भन्ने कुराहरू भयो है। त्यो राम्रो कुरा हो, ठिकै छ। तर अब विगत लामो समयदेखि त्यत्तिकै परिराखेका राष्ट्रिय प्राथमिकताका परियोजनाहरू, राष्ट्रिय गौरवका आयोजना भन्थ्यौँ नि है, हो तिनीहरूलाई कतिपय कारणले गर्दाखेरि बजेट नै कम दिने अनि कर्मचारी नै कम दिने है, त्यस्तो थियो। अब कर्मचारीको हकमा अहिले के भनेको छ भने कुनै पनि परियोजना सुरुवात गरेको छ भने त्यो कम्प्लिट नभएसम्म कर्मचारी हामी फेरबदल गर्दैनौँ। एकदम राम्रो कुरा हो। जुन कुरो उहाँले कार्यान्वयन गर्नुभयो भने भनौँ न, भने जस्तै गरेर त्यो राम्रो कुरा हो। रहेका कमी कमजोरीहरूलाई हामी बिर्सिन्छौँ र अब नयाँ सिराबाट यसरी जाने हो भन्ने ढङ्गबाट गयो भनेदेखि मलाई लाग्छ 7% आर्थिक वृद्धि असम्भव किन होइन भने अहिले त जम्मा 2, 2.5, 3 मात्रै भनिएको छ नि त। एकदम लो बेसबाट बम्प गर्ने बेलामा त त्यो आर्थिक वृद्धि त्यतिकै जान्छ। जुन त्यो उसबाट कोभिडबाट लगत्तै पछाडि आएर झन्डै 7.5% आर्थिक वृद्धि भयो भनेका छौँ नि। हामीले मेहनत गरेर यी सबै कमी कमजोरीहरूलाई सच्याएर हो र होइन नि त। त्यसपछि फेरि 3-4देखि किन भयो नि त। त्यस कारणले यसरी विगतका कमी कमजोरीहरूलाई सच्याएर जाने परिस्थिति सृजना गर्न सकियो भने असम्भव छैन। तर फेरि डिसिप्लिनमा बस्नुपर्ने अवस्था चाहिँ त्यो कर्मचारीहरू र नीति निर्माण गर्नेहरूको पनि त्यत्तिकै जिम्मेवारी। त्यो लामो एक्सर्साइजपछि उहाँहरूले दिएको हो कि राजस्व वृद्धिको कुरा अनि चाहिँ विकास निर्माणको चाहिँ खास कङ्क्रिट रूपले कार्यान्वयन गर्न सक्ने क्षमता
यी सबै कुराहरूलाई दिएको हो। तर अहिलेको सरकारको महत्त्वाकाङ्क्षालाई हामीले हेऱ्यौँ भने मलाई लाग्छ त्यो सिलिङमा नै रहेर बजेट आउँछ जस्तो मैले मान्दिनँ। किनभने त्यो सिलिङ चाहिँ राष्ट्रिय योजना आयोगले गर्ने हो। राष्ट्रिय योजना आयोगको त्यो ऊ चाहिँ के सिलिङ एउटा कमिटी छ कि त्यो कमिटीमा अर्थ सचिव पनि त्यहाँ बस्छन् है, लेखा नियन्त्रक पनि बस्छन्, अनि गभर्नर पनि बस्छन् है। यी सबै कुराले अर्थतन्त्रले एस्पायर गरेको कुराहरू मतलब परिलक्षित गरेका कुराहरू भनौँ न, अनि सामाजिक सुरक्षाका कतिपय छन् नि त। अब जस्तो भनौँ माध्यमिक शिक्षा निःशुल्क बनाउँछौँ भनिएको छ, तर अब त्यो निःशुल्क भनेको के हो डिफाइन गर्नुपर्ने हुन्छ। सार्वजनिक विद्यालयमा शिशु लेभलमा पढ्ने विद्यार्थीहरूको पनि त्यहाँको आवश्यकताहरू कुरा गर्ने हो भनेदेखि भर्ना गर्ने बेलामा झन्डै 8-10 हजारले एउटा विद्यार्थी उम्किँदो रहन्छ सार्वजनिक पाठशालामा भने निःशुल्क के होला त्यो हेर्नु पर्ने कुराहरू छन् है। बढ्दो दायित्व व्यवहारको कारणले गर्दाखेरि रकम पनि त्यो बजेटको सीमाभित्र 19 खर्बको हाराहारीले मात्रै सम्भावना छैन जस्तो मैले देख्छु। तर त्यसैमा रहेर काम गर्न थाल्नुभयो भनेदेखि साँच्चै नै उहाँले अरूले गरेका कुराहरूमा पनि विश्वास गर्नुहुँदो रहेछ। अब यसमा जस्तो राजस्व अनुसन्धान भन्नेलाई त खारेज गरिदिउँ भनिहाल्नु भएको छ अर्थमन्त्री आएको भोलिपल्टैदेखि। तर फेरि त्यसै बेला अनुसन्धान गरेर लिएर आएका यहाँ चाहिँ भ्याट बेदखली गरिया रहेछ अनि यो चाहिँ आयकरमा यस्तो भएको रहेछ भन्ने कुरो जुन मुद्दा चलिरहेछ नि है, अब त्यसलाई कसले हेर्छ त? यही ब्युरोक्रेसीले नै हेरेर पत्ता लगाउँछ भन्ने हो भनेदेखि पनि विश्वास गरौँ ब्युरोक्रेसीलाई पनि है। तर राजस्व एकदम संवेदनशील कुरा के भइरहेछ भन्नुहुन्छ भनेदेखि जोलाई विश्वास गर्यो उसले त्यो अनुसार चाहिँ कारबाही काम गरिरहेको अवस्थाहरू देखिया छैन। त्यसै कारणले त होला भ्रष्टाचार माथिको चाहिँ हामी शून्य सहनशीलता र उनीहरूमाथि कारबाही गर्छौँ भनेर अहिले ल्याएको कुरा पनि त्यही होला नि त होइन। यसो छ, त्यसो भएको हुनाले यो दुईटाको बिचमा तालमेल ल्याउनको निमित्त एकदम स्वच्छ प्रशासन ल्याउनको निमित्त यही भनौँ न सरकारमा बसेकाहरू स्वच्छ हुन थाले र व्यवहारिक किसिमको नीति ल्याउन लाए भनेदेखि सम्भवतः यी सबै कुराहरू कार्यान्वयन गर्नलाई चाहिँ अप्ठ्यारो नपर्ने परिस्थितिहरू पनि हुन सक्छन् भन्ने मलाई लाग्छ। अब सामान्य अपेक्षा त के रहेछ भने तेलको मूल्यमा लागेको कर जति जम्मै छुट गरिदिने हो भने त तेल त सस्तोमा पाइन्छ नि भन्ने छ। त्यो नितान्त अव्यवहारिक किसिमको सोचाइ हो। त्यो आत्मसन्तुष्टिको लागि नि आत्मकेन्द्रित किसिमको निर्णय हो। र अब यसमा हामीले विचार गर्नुपर्ने कुरो के आयो भने हाम्रो स्रोत त भारत हो, किन त्यहाँबाट ल्याउँछौँ नि हामीले त। भारतकै प्रधानमन्त्रीले के भनिसके भने ल तपाईँहरू यो इन्धन चाहिँ एकदम मितव्ययी गर्ने दिशामा जानुहोस् है, आपूर्ति गर्न चाहिँ गाह्रो पर्ने परिस्थिति आइसकेको छ तेलको हकमा यो भयो। र अनि गभर्मेन्ट टु गभर्मेन्ट हामीले चाहिँ फर्टिलाइजर ल्याउनको निमित्त चाहिँ व्यवस्था गरेका छौँ सरकारले त भन्यो। तर यो फर्टिलाइजर पनि फेरि त्यही मार्गबाट भएर आउने, इन्डियामा पनि आउने भएको हुनाले यो दुईटा कुरा बडा संवेदनशील भएर उठ्न सक्ने सम्भावनाहरू एकदम प्रबल छ। त्यसले हाम्रो उत्पादनलाई पनि प्रतिकूल असर गर्ने भयो र ढुवानी लगायत यातायातका साधनहरूमा बढ्ने कारणले गर्दाखेरि समग्र यो मूल्य स्थितिमा नकारात्मक प्रभाव पर्छ र चाप बढेर जान्छ है। त्यो अवस्थाले गर्दा सोसियल अर्डर कायम गर्न पनि गाह्रो पर्न सक्ने सम्भावनाहरू देखिन्छ। किनभने नेपाली समाजमा त न्यु चाहिएको छ नि त होइन। अब यथार्थसँग चाहिँ मान्छेले आत्मसात गर्ने कुराहरू कम हुँदो रहेछ, आफ्नो स्वार्थ मुखरित हुने क्रममा त्यस्तो हुन्छ। त्यसो भएको हुनाले जटिल समस्याहरू हामीले भोग्नुपर्ने परिस्थिति छ। र अब कर पनि त्यही उसबाट पनि हामीले चाहिँ उठाउने नै गरिरहेछौँ है। त्यसको स्रोत पनि घट्न सक्ने सम्भावना होला आपूर्ति भएन भने। अब त्यसको विकल्पको निमित्त सरकारले गर्नुपर्ने कुरो के छ भने विद्युतको उपयोग है लाई प्रश्रय दिनु पर्यो। त्यो चुलोदेखि लिएर सडकदेखि लिएर होइन अरू कतिपय कुराहरूमा पनि विद्युतको चाहिँ उपयोगमा प्राथमिकता दिन थालियो भने केही हदसम्म त्यसले सहुलियत दिन सक्ने सम्भावनाहरू रहन्छ।